सम्पूर्णमा पूर्ण नमस्कार। म शिरको शेर्पा। हामी चाहिँ रसुवा जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको क्याङजिन गाउँमा रहेको गुम्बामा आइपुगेका छौँ गुम्बाको दर्शनको लागि। अहिले चाहिँ यो गुम्बाको दर्शन सँगसँगै गुम्बाको बारेमा थोरै जानकारी लिन मैले चाहिँ यहाँ रसुवा जिल्ला क्याङजिन गाउँमा रहेको चिज उत्पादन केन्द्रका प्रमुख तथा टिबेट होटलका साउजी गेलबुदाईसँग कुराकानी गर्न गइरहेको छौँ। सर्वप्रथम त टसीदिले गेलबुदाई नमस्कार। धन्यवाद। दाइ यो गुम्बाको नाम चाहिँ के भन्छ? समलिङ गुम्बा। समलिङ गुम्बा। क्याङजिन गुम्बा। यो गुम्बाको बारेमा थोरै बताइदिनुहोस् न। गुम्बा चाहिँ यो खास यो मिन्जु तुर्सीले बनाएको हो। हजुर। तमराको मिन्जु तुर्सीले बनाएको गुम्बा रहेछ। हजुर। त्यसमा चाहिँ पहिला त्यो आकाशवाणीबाट एउटा पत्र खसेको त्यो ठाउँ पनि छ। हजुर। पत्रमा चाहिँ यहाँको यो कुनामा चाहिँ यो 4वटा गुम्बा बनाउनुपर्छ भनेर आकाशबाट चिठी खसेर एउटा पत्र खसेर छ। हजुर। त्यस बेलाको अवस्थामा चाहिँ 4वटा बनाउन नसकेर यो गुम्बा एउटा गुम्बा बनायो। यो गुम्बाभित्र चाहिने 4वटाको देवी देवताहरूको चाहिँ यहाँ छ। अनि यो गुम्बाको भित्रको जमिन मुनि चाहिँ यो नुर्पु, हाम्रो नुर्पु भनेको चाहिँ एउटा नुर्पु भनेको कस्तो भने धानको नुर्पु, जम्बलाको नुर्पुको चाहिँ एउटा घरबा भन्ने एउटा मुनि एउटा छ अरे। हजुर हजुर। त्यो मुनिबाट हाम्रो चाहिँ यो नुर्पु लुकाएको हुन्छ अरे। हजुर हजुर। त्यस्तो बनाएको हुन्छ। त्यसले गर्दा अब बुढापाकाले भनेअनुसार यो गुम्बा चाहिँ 400 वर्ष हुन्छ भनेर चाहिँ बुढाहरूले भनेको सुनेको थियो। अहिले यो तमरा मिन्जु तुर्सीको सुङ्गुम पनि त्यही लेखेको छ भन्ने सुनेको थियो। ए हजुर दाइ, चाहिँ हजुरले सुने अनुसार 400 वर्ष पुरानो र यो चाहिँ आकाशवाणी जहाँ चाहिँ यहाँ पत्र खसेको थियो र त्यसपछि चाहिँ यहाँ 4वटा गुम्बा बनाउनु पर्ने, तर 4वटा गुम्बा निर्माण गर्न नसके पछाडि चाहिँ यहाँ चाहिँ एउटै गुम्बाभित्र चाहिँ 4वटा गुम्बाभित्र हुने बराबर चाहिँ रक्षकपालहरूको चाहिँ मूर्तिहरू अनि त्यस्तै गरी चाहिँ थङ्कहरू चाहिँ लेखेर यो गुम्बा स्थापना नाम चाहिँ समतेलिङ गुम्बा। ए यो गुम्बामा चाहिँ के पूजा हुन्छ त त्यसो भए? यो गुम्बामा चाहिँ अब हाम्रो चाहिँ कस्तो हो भने वैशाखको दवाई जीवको दवाई जीवमा हामी सका दवाई न्युने गर्छ यहाँ। ए हजुर। सका दवाई न्युने गर्छ। त्यसपछि अनि भदौमा हामीले चाहिँ तपाईँको चाहिँ यो साउनको जात्राकोमा हामी तिर हान्ने गाउँलेहरू सबै आएर यहाँ 4-5 दिन पूजा हुन्छ। ए हजुर, यहाँ चाहिँ तिर हान्ने 4-5 दिन पूजा हुन्छ। अनि त्यसपछि हामी चाहिँ यहाँ माखु केम्चो बनेको भित्र प्रत्येक दिन बाती बन्नको लागि चाहिँ हामी चाहिँ यहाँ माखु केम्चो गाउँलेले यहाँ घिउ भरेर राख्छ। घिउ पकाएर त्यसको सिजु पूजा हुन्छ। ए हजुर। त्यसपछि अनि हामी चाहिँ यहाँ कोही 2 जना हुन्छ। कोही 2 जनाले प्रत्येक औँसी पूर्णिमा र अनि प्रत्येक दिनको चाहिँ बिहान बेलुका बाती बोल्छ। अनि यहाँको बुढापाकाहरू र छिटाहरू जुन धार्मिक प्रति आस्था हुन्छ। हजुर। यो क्याङजिन गुम्बाको पेयुल एकदम देउता ठुलो हो भनेर चाहिँ बिहान बेला यहाँ दर्शन गर्न बाती बेला दर्शन गर्छ। ए हजुर हजुर। ए हजुर दाइ, अनि त्यसपछि हाम्रो यहाँ गुम्बा सँगसँगै अब यहाँ मिगी दोर्चेको छामगाङ पनि छ भन्ने थाहा पाएर हामी त्यहाँ दर्शन पनि जाँदै छौँ। यो चाहिँ ठ्याक्कै क्याङजिन गाउँमा हो र यहाँ चाहिँ अत्यन्तै महत्त्वपूर्ण एकदम पुरानो गुम्बा जुन चाहिँ हिमाली बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण सम्पदा रहेको पनि यहाँहरूले अवगत गर्दछु। र यो जुन दजा पताकाको पछाडि ढुङ्गाको छाना रहेको चाहिँ गोन्पा हो। यहाँ चाहिँ रिमुर्चाको छामगाङ गेलबुदाई यहाँ चाहिँ रिम्पुसीको पहिला थुङ्से रिम्पुसी भन्ने टिबेटबाट आएको एउटा ठुलो लामो रिम्पुसी बस्थ्यो। ए हजुर। रिम्पुसीको चाहिँ यहाँ चाहिँ दाउरा राख्थ्यो। त्यो भित्र चाहिँ ए हजुर 3 कोठा चाहिँ एउटा खाना पकाउने। ए हजुर। यो रिम्पुसीको यो भित्र चाहिँ होइन दाइ? चाहिँ यो एउटा चाहिँ रिम्पुसीको बहिनी थियो अनि भने चाहिँ रिम्पुसीलाई खाना स्याहार गर्ने। हजुर हजुर। रिम्पुसी एउटा कोठामा ध्यान गर्थ्यो। ए हजुर। पहिले यहाँ एउटा पनि एउटा छामगाउँ थियो। ए हजुर। छामगाउँ चाहिँ रिम्पुसीको त्यो लाममन्दिर चाम्जु भन्ने बस्थ्यो। ए हजुर। नामको छक्पाले चाहिँ एउटा छक्पा बनाएछ। त्यो छक्पाले चाहिँ सञ्चालन गर्दैछ। ए यहाँ चाहिँ छो सिक्ने ठाउँ पनि छ। 3 वर्षमा 3 महिना चाहिँ छो सिक्नुहुन्छ तपाईँहरू? ए हजुर। अनि यो चाहिँ यो कस्तो खतरा रहेछ यो ढुङ्गा चाहिँ है? यो ढुङ्गा चाहिँ एकदम ठुलो देउता रे। यो चाहिँ क्याङजिन गुम्बामा रहेको प्राङ्गण र गुम्बाभन्दा अगाडि चाहिँ यसरी चैत्य र त्यसै गरी चाहिँ ढुङ्गामा
खोपीका मनी मन्त्रहरू जसले चाहिँ हामी मने 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 भन्छ हामीले चाहिँ, तर अहिले चाहिँ मने वाल भनेर चाहिँ अङ्ग्रेजीमा चाहिँ सबैले चिन्ने गर्दछ। यहाँ चाहिँ गुरु पद्मसम्भवको तोर्सुङ, यो चाहिँ गुरु रिम्पोचे तपस्या गरेर बसेको चाहिँ शिला। गुरु रिम्पोचेको सब्जे गुरु पद्मसम्भवको चाहिँ पहिलाको छाप, यहाँबाट चाहिँ गुरु पद्मसम्भव एउटा पहिलाको छाप यहाँ छ भने अर्को पहिलाको छाप चाहिँ ठ्याक्कै क्याङजिन गाउँको छेउमा हेलिप्याडको छेउमा छ र यो चाहिँ हाम्रो ठ्याक्कै चाहिँ क्याङजिन गाउँको छेउमा रहेको एउटा पहिलाको चाहिँ हामीले उता खिच्यौँ र यो चाहिँ यहाँ अर्को पहिला चाहिँ यहाँ टेकेपछि यहाँबाट चाहिँ र त्यहाँ टेकेर चाहिँ गुरु पद्मसम्भव चाहिँ उता हेलाम्बु उड्न भएको चाहिँ किम्वदन्ती रहेको यहाँहरूले अवगत गर्न, जसले चाहिँ रक्तदुची भनेर चिनिन्छ। यो ठाउँमा आइपुगेको छौँ र दाइ यो पानीको महत्त्व र यहाँको दुचीको बारेमा थोरै बताइदिनुहोस् न। यो पहिला चाहिँ उता घुम्पको चाहिँ उता युरमुर्से हुँदाखेरि यहाँ तपाईँको चाहिँ पूजा गर्न थुची रक्ता भन्ने छ। यो चाहिँ रक्ता रहेछ, उता थुची उता कुनामा छ। जसरी हामी सानो हुँदाखेरि यो एकदम ठुलो पोखरी थियो, एकदम सानो एकदम राम्रो स्वच्छ थियो। हामी हिउँदोमा चाहिँ हामी पानी सबै जम्मा हुन्थ्यो, हिउँ पर्थ्यो, अनि यहाँ चाहिँ यो पानी चाहिँ खाएर हामी यो 3-4जना होटेलले चाहिँ यो पानी खान्थ्यो। अहिले अब यो संरक्षण गर्न नसकेर तपाईँको चाहिँ अलिक पानी पनि सुक्दै गयो, यो क्लाइमेट चेन्जले हो कि अब यो थुची पनि सुक्दै गयो। अनि हामीले चाहिँ यहाँ जुन त्यो लोसारको बेलामा चाहिँ जति पनि यहाँ मान्छे बस्छ छिबी ल्याइसी गर्ने बेलामा चाहिँ हामी खता चढाएर यहाँ पूजा गर्छौँ। लोसारको सेवाचीको दिन हामी बिहानै 4-5 बजे उठेर यहाँ छिबी ताङबु निपो बनाउने कम्पिटिसन हुन्छ। अनि त्यस बेला चाहिँ यो त्यो दिन तपाईँको चाहिँ यो नुर्पु, यो धानको चाहिँ नुर्पु चाहिँ यो पानी सुतेको हुन्छ अरे। अनि फर्स्टले चाहिँ त्यो धानको नुर्पु पाउँछ भनेर अनि हाम्रो चाहिँ पहिला बुवा पुर्खाहरूले घन्टी बजाएर चाहिँ हो याम खुस हो भनेर चाहिँ अनि घरमा पानी लाने रहेछ लोसारको दिन। ए पहिला यो पानी कहिले पनि सुक्दैन थियो, अहिले पनि लोसारमा चाहिँ तपाईँहरू छेवाताङको दिन चाहिँ यहाँ आएर पानी यहाँ त्रिरत्नले चढाउने पानी यहीँबाट बोक्नुहुन्छ। अनि पहिला चाहिँ यो पानी यहाँको होटलहरूले नि पिउने गर्थ्यो। ए हजुर हजुर। ए अब यहाँबाट चाहिँ यो चाहिँ धेरै टाढा रहेको छैन, यो चाहिँ ठ्याक्कै क्याङजिन गाउँकै शिरमा, क्याङजिन गाउँबाट प्रत्येक होटलबाट चाहिँ 50 मिटर 100 मिटर त्यति फरक होला। र यहाँबाट अझ मौसम प्रतिकूल भएर हिमालहरू चाहिँ पुरा बादल लागेको छ, त्यसले मात्रै हो र यो क्याङजिन गाउँको वरिपरि चाहिँ धेरैवटा चाहिँ बौद्ध धर्मको महत्त्वपूर्ण तीर्थहरू छ। र यदि तपाईँहरू आउनुभयो भने यहाँको लोकल स्थानीयवासीहरूसँग चाहिँ तीर्थको बारेमा बुझ्न चाहेमा उहाँहरूले मजाले बताइदिनुहुन्छ। भन्दै गेल्बु दाइले पनि यत्रो महत्त्वपूर्ण सूचना दिनुभयो यहाँको गुम्बा, त्यस्तै गरी चाहिँ दुचीको बारेमा, रक्तदुचीको बारेमा र त्यहाँको छमगङको बारे महत्त्वको बारेमा बताइदिनु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु दाइ। थ्याङ्क यू सो मच सूचनाको लागि।